Open your eyes. ल ठिक छ अब यता भनेको चाहिँ बर्थडेको तयारी हुँदैछ बर्थडे केक कन्सर्टबाट डाइरेक्ट आएर चाहिँ यहाँ बर्थडे तयारी सुरु हुँदैछ बर्थडेको केक तयारी हुँदैछ यहाँनिर बर्थडे बोयले नै गर्दैछ यहाँनिर चाहिँ के लेखेको छ भन्दाखेरि यता फर्का त यता फर्क केक लगायो त फर्क केकमा लेखिएको छ ह्याप्पी बर्थडे 14 वर्ष पुगिसकेको अवस्था छ केटा यहाँ बर्थडे केक काटिदिनु पर्ने बर्थडेको तर यहाँनिर कन्सर्टले पो अलिकति डिस्टर्ब गर्ला जस्तो भयो त भाइ पनि उता दादाको छेउमा गएर बसिरह ल अब हाम्रो केक काट्ने कार्यक्रम पनि सुरु हुन गइरहेछ केटो 14 वर्ष पुगेको अवस्था छ ल गाइस रेडी फर सिंगिङ 1 2 3 गो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर जोइस Happy birthday to you. Clap, clap, clap. Everybody clap. केक चाहिँ चकलेट केक हो तर संसारकै सानो छ हैन अब यति 4 जनालाई योभन्दा धेर ल्याउँदा पनि फेरि खाँदैन अनि 4 जनालाई ठ्याक्कै पुग्ने खालको ल्याएको यो पनि धेर हुन्छ खासमा भने अब गुलियो धेर खानु पनि राम्रो हैन स्वास्थ्यको लागि भनेर अलिअलि केही पनि केटाकेटीहरूले धेर खाँदैन खाने भनेको त्यही केटाकेटीले हो उनीहरूले नखाइदिएपछि भनेको जस्तोको जस्तै उब्रिन्छ त्यही भएर सानो लिएको Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. To you, to you, to you, to you. Happy birthday to you. Happy birthday to you. Joyce, what you want to get? Gift के चाहिए? हाँ? Anything?
Big thing? Small thing? सोध्न बाबालाई के किनिदिनु भयो भनेर Who's Bobby? I don't know. मैले केही पनि बाई गरेको थिइनँ. But I have something surprise for you. Close your eyes. Close. अनि Open your eyes. The guitar? यस्तै मन पर्यो यस्तै भनेको नि त चाहिन्छ भनेको न हेर त कस्तो लाग्यो मन पर्यो मन पर्यो Yeah. है यहाँ यो पनि छ यो गिटारको कोडहरू छ यहाँ कोड प्र्याक्टिसको लागि अनि यहाँनिर सियो देखाउ न यो यस्तो ट्याङ 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 झ्याङ 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 पार्ने ल मन पर्यो हेर्नु त गिटार ल ठिक छ Thank you, Baba, Mommy. पुरै हक गरेर गर्नुपर्छ नि कहाँ त्यसो थ्याङ्क यू बाबा मम्मी मात्रै भन्दा हुन्छ ल ठिक छ प्रगति गर्दैछ जेठा छोरा के भन्नु छ भन्नु Thank you very much for the guitar. And now I'm gonna learn guitar. I'm gonna learn songs with that. And अनि कस्तो फिल भइरहेछ 14 years I think in 2 years I'm gonna drive. That's what I think. ड्राइभ गर्नु हतार छ Yeah. ओके